अब हामी फोनेटिक सिस्टम स्टार्ट गर्छौं। फोनेटिक सिस्टम अनि अर्को चाहिँ मैले के भनेको छु भने सिनेस्थेसिया। कुनै पनि चीजले याद गर्नको लागि पहिला त्यो चीजलाई हामी इमेजको फर्ममा बनाउँछौं। के बनाउँछौं? इमेजको फर्ममा बनाउँछौं। इमेजको फर्ममा बनाउनको लागि त्यसलाई के गरिन्छ? चङ्किङ सिस्टम हामी युज गर्छौं। चङ्किङ सिस्टम भनेको त्यसलाई काट्ने हैन, सानो सानो भनेपछि बनाउने। चङ्किङ सिस्टम हामी युज गरेर त्यसलाई के बनाउँछौं? इमेजको फर्ममा बनाउँछौं र त्यसलाई फेरि केमा युज गर्छौं? के युज गर्छौं? सिनेस्थेसिया युज गरेर याद गर्छौं। सिनेस्थेसिया युज गर्नु भनेको के हो? हाम्रो पञ्च ज्ञानेन्द्रियहरूको युज गरेर याद गर्ने तरिका हैन। यसको बारेमा म डिटेलमा पहिला नै मैले सिकाइसकेको छु। आज हाम्रो मेन टपिक फोनेटिक सिस्टम। फोनेटिक सिस्टम। फोनेटिक सिस्टममा हामी कुनै पनि नम्बरलाई हामी के को फर्ममा याद गर्छौं? इमेजको फर्ममा याद गर्छौं। जस्तै एउटा एक्जाम्पल दिएमा 18, 79 र अप्रिल, मार्च 14। अल्बर्ट आइन्स्टाइनको यो जन्म मिति हो। वास्तविक घटनाक्रम अथवा कुनै चीजहरु जसमा डेट होस्, तिथि होस् है। अब यसमा मेमोरी भनेपछि सिकिसकेपछि यसलाई सजिलो तरिकाले याद गर्ने हो। यसमा पहिला सुरुमा 18 को एउटा कोडिङ हुन्छ। यसमा मैले 18 लाई मैले टफी भन्छु, टीएफ भन्छु, टफी। अनि त्यसपछि यसलाई भन्छ केपी। मार्चलाई मैले मरिच राखिन्छ। अनि यो भन्छ यसलाई भन्छ टायर। यसरी याद गर्ने हो। 18 को यहाँ कोड हामी यो सिक्दाखेरि फोनेटिक सिस्टम सिक्दाखेरि मैले 18 को कोड हुन्छ। 18 को कोड भनेपछि हामी टफीमा कोड गर्छौं। टफी भनेपछि थाहा छ? चकलेट हैन, चकलेट हो। अनि केपी भनेपछि यसलाई 79 को कोडिङ भन हाम्रो केपी हुन्छ। 7 को के हुन्छ र 9 को पी हुन्छ भने केपी। प्रेजेन्ट हाम्रो प्राइम मिनिस्टर को हुनुहुन्छ अहिले? केपी शर्मा ओली हो। अनि त्यसपछि मार्च भनेपछि मार्चलाई हामी मरिच भनेपछि थाहा छ? चियामा हाल्ने मरिच। अनि त्यसपछि 14 भन्छ टायर। टायर भनेपछि के को टायर? गाडी। यसमा यसरी भन्छ कोड गरिसकेपछि यसलाई हामी एउटा कहानीको फर्ममा एकदमै सजिलोसँग याद गर्छौं। त्यसलाई भन्छ हामी त्यो याद गर्ने तरिका हामी केमा सिक्छौं? फोनेटिक सिस्टममा हैन। केमा? फोनेटिक